चाहिँ केटीहरूको लागि मात्रै है। शिजुओका केनको आतामिसी भन्ने ठाउँमा रेउखानको काम आएको छ। काम चाहिँ एकदम सजिलो छ। कस्तो काम भन्दा चाहिँ उकेक्सामालाई ओमुखाएका र सिप्पाच मात्रै न सिक्काको ग्योमु भनेको छ। कामहरू चाहिँ कस्तो हुन्छ, उकेक्सामा आइसकेपछि ढोकाबाटै आइसाचु गरेर हेर्नै गर्ने, अनि त्यसपछि उहाँहरूलाई रेउरीहरू लैदिने रुममा ओछ्याइरी खाए भन्छ त्यो काम गर्ने। अनि चाहिँ उहाँहरूलाई केही पऱ्यो भनेदेखि होइन खाइबा गर्न सक्ने, निको निको गरेर हाँसेर बोल्न सक्ने जिउसेहरू खोजेको छ। अनि युसेको चिउसेकोहरू लैदिने होइन, उकेक्सामाको चाहिँ रेउरीहरू होइन यहाँसम्म लाने या अनि रेउरीको सिच्मेहरू गर्ने, केही पऱ्यो भने चाहिँ उनीहरूलाई चाहिँ तास्के गर्न सक्ने, अलिकति चाहिँ खाइकेचु गर्न सक्ने जेउसेहरू खाइबारको भएको जेउसेहरू भनेको छ। काम एकदम सजिलो छ, गाह्रो छैन। नेपालीहरूले गरिरहनु भएको छ अहिले पनि। यसको स्यालेरी चाहिँ अहिले 20,1700 देखि छ। त्यसमा बोनस पनि छ। बस्नको लागि फ्यामिली बस्न मिल्ने ठुलो खालको रुम पनि छ। खाजाको त्याते भनेर चाहिँ 3,000 एक्स्ट्रा आउँछ हरेक महिना। जिताको त्याते भनेर 1 मान आउँछ। रुम पनि रेडी छ, त्यहीँ गएर बस्न मिल्छ। यसमा अप्लाई गर्न मिल्ने भनेको चाहिँ जेएलपिटी लगभग एन्सान इजियो चाहिँ हुनुपर्छ। अनि गिजिङकोको भिजा भएको अनि छ भने गर्न सक्नुहुन्छ भने चाहिँ जस्तो सिक्काको गियोको चाहिँ केही किन भएको रेस्टुरेन्टतिर अथवा चाहिँ होटलतिर काम गरेको लेडिजहरू हुनुहुन्छ भने उहाँहरूलाई युसिन गरेर गर्न सकिन्छ। जाङ्गे पनि हुन्छ, टन्नै लगभग 30 घन्टासम्म चाहिँ जाङ्गे गर्न पाइन्छ। अनि त्यो बाहेक चाहिँ कोचु हियर पनि सबै दिइहाल्छ, बोनस पनि आउँछ। त्यो भएको हुनाले गर्न चाहनुहुने जेओसीहरू कोही हुनुहुन्छ भने मलाई फेसबुकमा रेन्ड्राकु गर्न सक्नुहुन्छ। रेन्ड्राकु हेरेसिको भने गाइसमास।